वृंदावन के मंदिर बोले श्री राधे राधे। हाँ जी, राधे राधे, क्या हाल है? राधे राधे, नमस्कार सम्पूर्णमा। आज हामी भारतको गुडगाउँदेखि म अनि मेरो साथी बाइकमा वृन्दावन जाने तयारीमा छौँ र लगभग हामीले यात्रा गुडगाउँ सेक्टर 23 देखि सुरु पनि गऱ्यौँ। साथीहरू, म सकभर चाहिँ पुरा भ्लग बनाउने कोसिस गर्दैछु। यहाँबाट लगभग 140-150 समथिङ किलोमिटर छ बाइकमा, दुई घन्टा ग्रस्त देखिएको छ। बट हामी साँझको 5 बजे हिँडेका छौँ, अँध्यारो पनि हुनसक्छ होला, तर जे जति सम्भव हुन्छ त्यति चाहिँ हामीले यो भ्लग बनाउने छौँ र भिडियोमा पुरा रहनु होला। टाइम परेको कारणले, जाममा धेरै भरेको कारणले चाहिँ धेरै भिडियो सुट गर्न सकिएको छैन। भए तापनि लगभग अब हामी गुडगाउँको हाइवेलाई छोडेर लगभग युपीवाला रोड नेसनल हाइवे पक्र्दैछौँ र अगाडि ट्राफिक कम भयो भने लगभग धेरै लामै नै कुनै भिडियो बनाउने चाहिँ प्रयास जारी छ। हाइवे पक्रेको अवस्था छ। साँझ लगभग घाम नलाग्ने अवस्था पनि छ। हाइवेमा एकदम बढी गाडी आएको छ साँझको टाइममा।
मा एन्ट्री गर्दैछौँ। भर्खरै मात्र हामी चाहिँ वृन्दावनको गेटनिर पुगिसकेका छौँ। यहाँबाट चाहिँ सुरु हुन्छ। हजुर राधे राधे। हामी यतिखेर ठ्याक्कै श्री प्रेमानन्द महाराजजीको आश्रमभन्दा ठ्याक्कै बाहिर पुग्दैछौँ। यहाँबाट हामी जहाँ परिक्रमा गर्नुहुन्छ त्यहाँ हामीले उहाँलाई दर्शन गर्ने कोसिसमा छौँ। कतिको सफल हुन्छ यो भिड। महाराजजीको पर्खाइमा महाराजजीको दर्शनको लागि हिजो रातिदेखि नै धेरै वृंदावन के मंदिर बोले श्री राधे राधे। हाँ जी राधे राधे। क्या हाल है? हामी प्रेमानन्द महाराजजीको दर्शन गर्ने क्रममा जुन बाटोमा आउनुहुन्छ जुन परिक्रमा त्यहाँ पुग्दैछौँ। यो भिड यो भर्खर मात्र सुरु भएको छ। यो अँध्यारोमा हेरौँ दर्शन गर्न पाइन्छ कि पाइँदैन। राधे राधे राधे। जी राधे।